exponential and logarithm mixed series यो च्याप्टर हामी पढ्छौँ। पहिला सुरु चाहिँ एक्सपोनेन्सियल एक्सपान्सन भनेको यो एक्सपोनेन्सियल एक्सपान्सन यो भनेको के त e टु दी पावर एक्स होइन e टु दी पावर एक्स हो। e टु दी पावर एक्स यसको के हुन्छ 1 प्लस सजिलो छ एक्स पावर 1 छ त्यही भएर 1 फ्याक्टोरियल एक्स को पावर 2 छ यहाँ 2 फ्याक्टोरियल पावर अनुसारको फ्याक्टोरियल हुँदै जान्छ है। अनि एक्स को पावर 3 3 फ्याक्टोरियल हुँदै 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 कतिसम्म जान्छ त यो इन्फिनिटीसम्म जान्छ इन्फिनिटीसम्म जान्छ। तिमीहरूले नि यसो लेख्दै गर्नु है। अनि यसपछि हामीले यहाँनिर एक्सको ठाउँमा 1 ले रिप्लेस गर्यो भने के हुन्छ भन्दा e को पावर 1 हुन्छ त्यो भनेको e नै भयो। अनि के आयो त यहाँ सबै ठाउँमा 1 हुन्छ होइन 1 फ्याक्टोरियल अनि 1 को स्क्वायर भनेको नि 1 2 फ्याक्टोरियल 3 फ्याक्टोरियल यस्तो यस्तो हुँदो रहेछ। सो e भनेको के रहेछ त e भनेको 1 प्लस 1/1 फ्याक्टोरियल 1/2 फ्याक्टोरियल प्लस 1/3 फ्याक्टोरियल प्लस डट 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 रहेछ। यो भयो हाम्रो एक्सपोनेन्सियल एक्सपान्सन। अब यसमा तिमीले सम्झिने तरिका चाहिँ के हो त भन्दाखेरि यहाँनिर फ्याक्टोरियल आउँछ है। यिनीहरूको चाहिँ के हुन्छ फ्याक्टोरियल 1 बाट सुरु हुन्छ होइन। यसको सम्झिने तरिका यो एक्सपोनेन्सियलको 1 बाट सुरु हुने 1 बाट सुरु हुने र तल डिनोमिनेटरमा चाहिँ 1 फ्याक्टोरियल फ्याक्टोरियल आउँछ होइन 1 फ्याक्टोरियल 2 फ्याक्टोरियल हुँदै 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 एन के अरे नेचुरल नम्बरबाट स्टार्ट हुन्छ इन्फिनिटीसम्म जान्छ। त्यो सम्झिने तरिका एक्सपोनेन्सियल एक्सपान्सनको। र हामीले अहिले इको ठाउँमा 1 राखिदियो भने के हुन्छ त 1 प्लस 1 फ्याक्टोरियल अपन 1/2 फ्याक्टोरियल प्लस 1 बाई होइन 3 फ्याक्टोरियल हुँदै जान्छ। त्यस्तै -1 राखिदियो भने के हुन्छ -1 राखिदियो भने e को पावर -1 हुन्छ यहाँ यो भनेको 1/e हो। अब यहाँ के हुन्छ त अडमा माइनस आउँछ होइन अडमा माइनस आउँछ भनेपछि इभन इभनमा चाहिँ प्लस आउँछ इभन इभनमा चाहिँ के आउँछ त प्लस आउँछ। अथवा यसैमा हामीले के अरे e टु द पावर -x राखेर पनि गर्न सक्छौँ होइन कुरो त्यही हो। र यस्तो केसमा चाहिँ के हुन्छ त अल्टरनेट हुन्छ पहिला प्लस पहिला माइनस त्यसपछि प्लस फेरि माइनस प्लस यस्तो 1/e को चाहिँ होइन 1/e को चाहिँ के हुँदो रहेछ त अल्टरनेट सिरिजमा जाँदो रहेछ भने e को चाहिँ पुरै सबै प्लस 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 हुन्छ अनि तल जति सबै 1 फ्याक्टोरियल 2 फ्याक्टोरियल 3 फ्याक्टोरियल यसरी जान्छ भनेर यसरी चाहिँ सम्झिनु पर्यो। ल अब के छ त यसमा केही नबुझिने छ नबुझिने छ भने सोद्धा हुन्छ है। यो भयो हाम्रो एक्सपोनेन्सियल एक्सपान्सन। अब यसमा चाहिँ तिमीहरूले बुझ्नुपर्ने कुरा चाहिँ के हो भने एक्सपोनेन्सियलमा चाहिँ फ्याक्टोरियल हुन्छ 1 बाट सुरु हुन्छ र डिनोमिनेटरमा चाहिँ 1 फ्याक्टोरियल 2 फ्याक्टोरियल 3 फ्याक्टोरियल भनेको पावर अनुसार क्या एक्सको पावर 1 छ भने तल 1 फ्याक्टोरियल हुने भयो एक्सको पावर 2 छ भने 2 फ्याक्टोरियल हुने भयो एक्सको पावर 3 छ भने 3 फ्याक्टोरियल हुने भयो भन्ने कुरा चाहिँ बुझ्नु पर्यो। दिस इज आवर एक्सपोनेन्सियल एक्सपान्सन। ल के छ त यहाँनिर केही छ त्यस्तो ल लेख्न लागेको भने लेखौँ होइन भने म यो मेट्छु इरेज गर्छु।
तिमीले भन्नु पर्यो है। इरेज गर्दा हुन्छ सर। डिस गर्दा हुन्छ। ए ल। उम्, के यो भयो हाम्रो एक्सपोनेन्सियल है। अब लगारिदम। लगारिदमको चाहिँ कस्तो हुन्छ त? लगारिदम एक्सपान्सन। लगारिदम एक्सपान्सनको चाहिँ लग हुन्छ अनि यहाँ बेस ई हुन्छ 1 + x हुन्छ। अनि कतै कतै यसलाई त्यो बेस ई नलेखेर यति मात्र लेख्न पनि पाइयो है। यो भन्नुको मतलब यसको बेस चाहिँ यी नै हो भन्ने कुरा बुझ्नु पर्यो। यसको चाहिँ के हुन्छ त, एक्सबाट सुरु हुन्छ होइन, वानबाट होइन कि केबाट सुरु हुन्छ, एक्सबाट सुरु हुन्छ। र यो अल्टरनेटिभ हुन्छ, यो चाहिँ अल्टरनेटिभ हुन्छ र यसमा फ्याक्टोरियल हुँदैन है, ध्यान दिनु। यसमा चाहिँ फ्याक्टोरियल हुँदैन। अनि यो पनि कतिसम्म जान्छ त, इन्फिनिटीसम्मै जाने। यो पनि इन्फिनिटीसम्मै जान्छ। लग ई 1 + x लाई log 1 + x पनि लेख्न सकिन्छ। र यसको चाहिँ स्टार्टिङ कहाँबाट हुन्छ त भन्दा एक्सबाट सुरु हुन्छ। स्टार्टिङ एक्सबाट सुरु हुन्छ र अल्टरनेटिभ टाइपको हुन्छ होइन, अल्टरनेटिभ टाइपको हुन्छ। अल्टरनेटिभ भनेको प्लस माइनस गर्नु खोजेको, प्लस माइनस हुन्छ भनेको। अनि अर्को कुरो यसमा फ्याक्टोरियल हुँदैन, यसमा फ्याक्टोरियल हुँदैन। अनि तल कति हुन्छ भनेको त त्यही अघिकै पावर कति छ, पावर 1 छ भने यहाँ पनि 1 नै भइहाल्यो, यो 1 नलेखा मात्रै हो। पावर 2 छ भने अपन 2, पावर 3 छ भने अपन 3, पावर 4 छ भने अपन 4। यस्तो खालको एक्सपान्सन हुन्छ हाम्रो लगारिदम है। यो कुरा बुझ्ने र के हुन्छ त भन्दाखेरि एक्सपोनेन्सियल र लगारिदममा के फरक रहेछ। एक्सपोनेन्सियल 1बाट सुरु हुन्छ भने यो एक्सबाट सुरु हुन्छ। एक्सपोनेन्सियलमा फ्याक्टोरियल हुन्छ, यसमा फ्याक्टोरियल हुँदैन। अनि एक्सपोनेन्सियल अल्टरनेटिभ हुँदैन, यो चाहिँ अल्टरनेटिभ हुन्छ। यति कुरा पनि तिमीहरूको यही आइडियाबाट पनि यो दुइटाको एक्सपान्सन सजिलै सम्झिन सकिन्छ है। यो तरिकाबाट जाने। अब यसमा हामीले के गर्ने त भन्दाखेरि यो एक्सको ठाउँमा -x राखेर हेरौँ त के हुन्छ त। रिप्लेसिङ x/-x ले रिप्लेस गर्यो भने के हुन्छ भन्दा log 1 - x हुन्छ यता। अब यतापट्टि सबै के हुन्छ, यो -x भयो। अब यो -x को स्क्वायर भनेको त x स्क्वायरै भयो। फेरि यहाँनिर -x³/2 भयो। यहाँनिर फेरि माइनस नै हुने भयो। हुँदै हुँदै यसरी सबैमा माइनस 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 आउँछ। अब सबैमा माइनस 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 आएपछि सबैबाट हामीले माइनस कमन लिन मिल्यो। x + x²/2, x3/2, x4/4 होइन। सबैबाट हामीले यसरी माइनस कमन लिन मिल्यो। अब यो माइनसलाई यतापट्टि लिएर आउँ है। यो माइनसलाई यतापट्टि लिएर आउँदा के हुन्छ त भन्दा माइनस लग 1 - x हुन्छ। अनि के भयो, x + x²/2, x3/3, सरी यहाँ 2 आएछ, यो है यो। अनि x4/4 प्लस डट डट। अब यो भनेको के त, यसलाई हामीले लगारिदमको प्रोपर्टी अनुसार 1/x⁻1 गर्न मिल्छ यो। किन त हामीलाई के थाहा छ, n log ex भनेको के हो त, log ex⁻n हो भन्ने कुरो थाहा छ। ल त्यही नै भयो, x² माथिकै कुरा आयो भनेपछि। सो अब यो मैले मेट्दिएँ भनेपछि यो के आउँछ त, यो लग यो 1 - 1 भनेपछि यो 1/1 - x। यसको सिरिज आयो कि भनेपछि के हुँदो रहेछ त भन्दा यो अल्टरनेटिभ भएन नि त, यो पुरै प्लस 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 आयो क्या यसमा। सबैमा प्लस 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 आयो। कसको त भन्दा यो लग 1/1 को एक्सपान्सन रहेछ कि भनेर यसरी बुझ्नु। अथवा तिमीले के बुझ्नु पर्यो भने
लग वान प्लस एक्समा अल्टरनेटिङ हुन्छ। अल्टरनेटिङ नगर्ने हो भने लगमा है, लगमा अल्टरनेटिङ नगर्ने हो भने के को एक्सपान्सन हुँदो रहेछ त्यो त लग वान अपन वान माइनस एक्सको हुँदो रहेछ भन्ने कुरो बुझ्नु पर्यो यसको चाहिँ। लग वान अपन वान माइनस एक्सको एक्सपान्सन हुँदो रहेछ। ल यो भयो हाम्रो लग्यारिदमको कुरो। अब यही लग्यारिदमको केही प्रोपर्टीहरू अलिकति हेरौँ। अनि त्यसपछि अलिकति एउटा दुइटा सर्ट क्वेसन अनि लङ क्वेसन हेरौँला। ल माथि देखेन क्या अरे। एक्सपोनेन्सियल र लगारिदमको हामीले सिरिज कस्तो हुँदो रहेछ भन्ने कुरा थाहा पायौँ। अनि त्यहाँनिर त्यसलाई हामीले रिप्लेस गर्यो भने कस्तो हुँदो रहेछ भन्ने कुरा त्यो पनि थाहा पायौँ। अब हामी एउटा प्रोपर्टी अफ लगारिदमकै प्रोपर्टी जुन चाहिँ हामीलाई त्यहाँ हिसाबमा पनि काम लाग्छ है, त्यो लङ क्वेसनमा चाहिँ यो प्रोपर्टीहरू लाउन त्यति बढी मात्रामा युजफुल हुन्छ। अ, भयो मेट्दा हुन्छ। है प्रकृति खै बोल त। हुन्छ सर। ल अब यति भएपछि हामी प्रोपर्टी अफ लगारिदम सिरिज एउटा हेरौँ। अब प्रोपर्टी अफ लगारिदम भनेको केही होइन, त्यही वान प्लस एक्स र वान प्लस वान माइनस एक्सलाई के प्रोपर्टी अफ लगारिदम सिरिजको यो लग वान प्लस एक्स भनेको के रहेछ त एक्स माइनस एक्स स्क्वायर बाई टू एक्स क्युब बाई थ्री माइनस एक्स फोर रहेछ। अब यसैमा हामीले वान माइनस एक्स गऱ्यो भने यहाँ सबैमा माइनस एक्स हुँदो रहेछ होइन, सबैमा माइनस हुँदो रहेछ सबैमा। त्यसो हो भने यो दुइटालाई एड गरिदिउँ त होइन, लग यो दुइटालाई एड गरिदिउँ। दुइटालाई एड गर्दा के हुन्छ त यता लग वान प्लस एक्स अनि प्लस लग वान माइनस एक्स हुँदा अब यहाँ के हुन्छ र त यो एक्स काट्यो, एक्स क्युब पनि काट्यो भनेपछि अड पावर जति जम्मै के हुँदो रहेछ त कट हुँदो रहेछ। अनि यो र यो जोड्दा कति भयो माइनस टू एक्स स्क्वायर बाई टू माइनस टू एक्स फोर बाई फोर। इभन इभन चाहिँ के हुँदो रहेछ त जोडिँदो रहेछ होइन, इभन इभनहरू चाहिँ जोडिँदै जाँदो रहेछ। सबैबाट माइनस टू हामीले कमन लियौँ, माइनस टू कमन लियो भने के आयो त एक्स स्क्वायर बाई टू एक्स फोर बाई फोर एक्स सिक्स बाई सिक्स। अनि माइनस पनि हामीले कमन लिइसक्यौँ होइन, माइनस पनि हामीले के गर्यौँ त कमन लिइसक्यौँ। ए सरी, हामीले यो सबट्र्याक्ट एडिङ होइन है, सबट्र्याक्ट चाहिँ गर्ने हो। यो माइनस गऱ्यो भने अब एकछिन है, ठिक छ यो प्लसको पनि हामीलाई चाहिन त चाहिन्छ, तर विशेष गरी यो माइनसको चाहिँ अलिकति हामीलाई, अनि यहाँ माइनस आउँदैन नि त। हामीले यसलाई सबट्र्याक्ट गऱ्यो भने चाहिँ के हुन्छ त यो एक्स एक्स भइहाल्यो, यो एक्स क्युब बाई थ्री माइनस यो एक्स क्युब
बाई थ्री माइनस, अब यहाँ सबट्र्याक्ट गर्नु पऱ्यो, सबट्र्याक्ट गर्नेले चाहिँ सबट्र्याक्ट गर्दाखेरि चाहिँ यो के हुन्छ, यो चाहिँ काटियो, यो चाहिँ माइनस माइनस हो तर प्लस हुन्छ होइन। अनि यो माइनस आयो, यता पनि माइनस आयो। अब यो र यो काट्यो, यो हाम्रो के हुन्छ त यहाँ माइनस लग वान माइनस एक्स भनेको चाहिँ यसरी यसरी भन्दा पनि यसरी गरौँ, एक्स माइनस एक्स स्क्वायर बाई टू एक्स क्युब बाई थ्री माइनस एक्स फोर बाई फोर प्लस डट 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 माइनस माइनस एक्स माइनस एक्स स्क्वायर बाई टू माइनस एक्स थ्री बाई थ्री माइनस एक्स फोर बाई फोर भयो। अब यो भनेको के हो त, एक्स माइनस एक्स स्क्वायर बाई टू प्लस एक्स थ्री बाई थ्री माइनस एक्स फोर बाई फोर प्लस, अब यो माइनस चाहिँ सबैलाई के गर्छ, प्लस बनाउँछ है, यो सबैलाई यसलाई प्लस बनाउँछ, सो प्लस एक्स हुन्छ यहाँ। अनि प्लस एक्स स्क्वायर बाई टू प्लस एक्स थ्री बाई थ्री प्लस एक्स फोर बाई फोर सबै प्लस हुन्छ। अनि के काटियो त भन्दा यो इभन इभनको चाहिँ काटिदिन्छ होइन, इभन इभन चाहिँ काटिन्छ भनेपछि अर्डर चाहिँ जोडिन्छ, टु एक्स भयो, टु एक्स क्युब बाई थ्री भयो, टु एक्स फाइभ बाई फाइभ भयो, भनेपछि यसरी हुँदै हुँदै जान्छ। र योबाट सबैबाट टू कमन आउँछ, अनि के आयो त एक्स प्लस एक्स क्युब बाई थ्री एक्स फाइभ बाई फाइभ प्लस त यस्तो हुन्छ। अनि यतापट्टि लगारिदममा पनि के हुन्छ त, लगारिदममा पनि यो लग ए माइनस लग बी भनेको के हो त, लग ए अपन बी हो। सो यो भनेको क्या त, लग वान प्लस एक्स अपन वान माइनस एक्स आउँछ। सो देयर फोर हाम्रो एउटा फर्मुला के आयो त, लग वान प्लस एक्स वान माइनस एक्स गऱ्यो भने टु ब्राकेट एक्स प्लस एक्स टू बाई थ्री प्लस एक्स। अब यसैमा अघि मैले एड गरे जस्तो गऱ्यो भने के हुन्छ, एड गऱ्यो भने चाहिँ लग वान प्लस एक्स प्लस लग वान माइनस एक्स हुन्छ। अनि त्यहाँनिर प्रोपर्टी के हुन्छ, लग ए इन्टु बी हुन्छ। त्यतिखेर चाहिँ हाम्रो के हुन्छ, सबै माइनसमा आउँछ, अनि माइनस टू कमन आउँछ, अनि इभन जतिको चाहिँ भित्र एक्सपान्सन आउँछ। त्यो चाहिँ गर्नु पर्दैन, त्यो तिमीले गरिहाल्छौ भनेर यो माइनसवालाको चाहिँ किन गरेको भन्दा यसको चाहिँ हामीले पछि लङ क्वेसनमा युज गर्छौँ। यो यो चाहिँ लङ क्वेसनमा हामी युज गर्छौँ, त्यो पछि त्यो 10 नम्बरमा छ त्यो बुकमा, त्यहाँनिर चाहिँ यो युजमा आउँछ। अनि त्यही भएर यसको चाहिँ मैले गरिदिएँ है। ल अनि यहाँ के भइरहेछ त भन्दा तिम्रो एउटा यसलाई चाहिँ कसरी पनि सम्झिने भन्दाखेरि लग वान प्लस एक्स अपन वान माइनस एक्सलाई कसरी सम्झिन्छ भन्दा एउटा पावर चाहिँ स्किप भइरहेछ भन्न, त्यसरी सम्झिए पनि भयो। जस्तो एउटा पावर भनेको के त, पहिला यहाँ एक्सको पावर वान थियो, एक्सको पावर स्क्वायर छैन, अनि एक्सको पावर थ्री छ, एक्सको पावर फोर छैन, भनेको एउटा एउटा पावर चाहिँ स्किप गर्दै गइरहेछ भन्ने कुरा पनि यसरी बुझ्न सकिन्छ है। पावर स्किप भइरहेछ भन्ने कुरा त्यसरी पनि तिमीले हेर्न सक्छौ। ल ल यो लेख, अब एउटा सानो सानो सर्ट क्वेसनमा आउने 2 2 मार्क्सका क्वेसनहरू चाहिँ यसो अलिअलि गरौँ। ल भयो भने भयो भन है।
भयो सर। ल ओके ल एउटा सर्ट सर्ट क्वेसनहरू हेरौँ यस्तै यति हो बुझ्नुपर्ने है लगारिदममा बुझ्नुपर्ने कुरा चाहिँ यति हो अब बाँकी त अब हामी हिसाब सुरु गर्छौँ यसको त्यो उता के अरे उता बाइनोमियलको जस्तो धेरै हेर्नु पनि चाहिँ हुँदैन लगारिदममा लगारिदमको के अरे सिरिज कस्तो हुन्छ एक्सपोनेन्सियलको सिरिज कस्तो हुन्छ अनि त्यहाँ रिप्लेस गर्दाखेरि के हुन्छ भन्ने कुरा बुझ्नु पर्यो अनि लगारिदमको यो एउटा लास्ट जुन एउटा प्रपर्टी छ त्यो प्रोपर्टी बुझ्नु पर्यो अब एउटा सर्ट क्वेसन गरौँ यो चाहिँ यो 2 मार्क्समा बढी आउँछ यो सर्ट क्वेसन है 2 मार्क्समा आउँछ यो क्वेसन चाहिँ प्रुभ द्याट 2/3 फ्याक्टोरियल होइन 4/5 फ्याक्टोरियल 6/7 फ्याक्टोरियल बराबर कति हुन्छ त 1/e हुन्छ भनेर प्रुभ गर भने है 1/e हुन्छ भनेर प्रुभ गर्नु पर्यो अब यसको लागि त हामीलाई पहिला सुरु त ई भनेको के भन्ने कुरा थाहा हुनु पर्यो नि होइन ई भनेको के हो होइन विनो होइन ई भनेको के हो त भन्दा 1 -1/1 फ्याक्टोरियल अनि 2/2 फ्याक्टोरियल ए होइन त ई भनेको के हो त के अरे वान सब सरी यो अल्टरनेटिङ हुँदैन के अरे होइन यो त सबैमा प्लस हुन्छ 3/3 फ्याक्टोरियल 4/4 फ्याक्टोरियल यस्तो खालको चाहिँ भनेको हाम्रो के हो त ई हो अब यसलाई अब कसरी मिलाउने त होइन अब यो त ई भइहाल्यो अब हामीलाई यहाँ फेरि वान बाई ई भनेको के हो यो जस्ट सम्झना हुन्छ है 1/eमा चाहिँ के हुन्छ अरे अल्टरनेटिभ हुन्छ होइन 1/eमा चाहिँ के हुन्छ त अल्टरनेटिभ हुन्छ नि 1 - 1/1 2/2 के अरे -3/3 +4/4 यस्तो खालको हुन्छ यो कुरा चाहिँ पहिला बुझ्नु पऱ्यो क्या यही बुझेन भने त गर्न सकिँदैन भनेपछि यहाँ यी 1/e यो 1/e नै ल्याउने रहेछ अब यसलाई यो जुन सिरिज छ यो सिरिजलाई यो फर्ममा ल्यायो भाइ होइन 3 फ्याक्टोरियल यहाँ 5 फ्याक्टोरियल 7 फ्याक्टोरियल छ नि त त्यो चाहिँ कसरी ल्याउने भन्यो भने पहिला हामीले यसको एलएचएसबाट जाउँ एलएचएस भनेको 2/3 फ्याक्टोरियल 4/5 फ्याक्टोरियल 6/7 फ्याक्टोरियल अब यस्तो ल्याउनु पऱ्यो क्या हामीले यस्तो ल्याउनुलाई अब यहाँ के गर्ने यसलाई यसरी ब्रेक गर्ने अब यो 2लाई हामीले 3 - 1 लेख्न मिल्छ है के लेख्न मिल्छ 3 - 1 लेख्न मिल्यो होइन 3 - 1 भनेपछि यो 3 फ्याक्टोरियल अनि यसलाई हामीले 5 - 1 लेख्न मिल्यो अनि यसलाई हामीले 7 - 1 यसरी लेख्न मिल्यो अब यसरी गर्दै गर्दै जाउँ यसरी गर्दै गर्दै जाउँ त अनि अब यसलाई ब्रेक गर्ने यसलाई के गर्ने त ब्रेक गरौँ है यसलाई ब्रेक गर्नु पर्यो अब ब्रेक कसरी गर्ने त यसको भन्दाखेरि अब यसलाई ब्रेक गर्नु पर्यो होइन अब अ, यो माथिको क्वेसन सार्यो म मेटिदिन्छु है यो ल, अब यसलाई ब्रेक गरौँ यसलाई ब्रेक गर्दाखेरि के हुन्छ त 3/3 फ्याक्टोरियल -1/3 फ्याक्टोरियल यसलाई पनि ब्रेक गरौँ 5/5 फ्याक्टोरियल -1/5 फ्याक्टोरियल यसलाई पनि ब्रेक गरौँ 7/7 फ्याक्टोरियल -1/7 फ्याक्टोरियल यसरी गर्दै जाउँ अब यहाँनिर यो हेर त के हुन्छ 3 × 2 फ्याक्टोरियल भयो 1/3 फ्याक्टोरियल यसलाई पनि
फाइभ यो 5 हो तल 5 × 4 फ्याक्टोरियल हुन्छ यो त 1/5 फ्याक्टोरियल छँदैछ फेरि यहाँनिर 7/7 × 6 फ्याक्टोरियल -1/7 फ्याक्टोरियल यो छ यसरी हुँदै जान्छ अब यसरी हुँदै गएपछि यो र यो काट्यो 3 र 3 काट्यो यहाँ 5 र 5 काट्यो होइन यो 7 र 7 काट्यो भने कति बाँकी रह्यो त भन्दा यति मात्र मैले है कति बाँकी रह्यो त भन्दा 1/2 फ्याक्टोरियल अनि ओहो मैले यहाँ सबैमा 1 हुन्छ नि है कस्तो मिस्टेक गरेको ल 1/3 फ्याक्टोरियल 1/4 फ्याक्टोरियल 1/5 फ्याक्टोरियल है अनि 1/6 फ्याक्टोरियल 1/7 फ्याक्टोरियल ल अब यसमा र यसमा के फरक छ त भन्दा यो 1 - 1/1 फ्याक्टोरियल छैन अरू त सबै आइसक्यो अब यो त हामीले थप्न मिल्छ नि किन थप्न मिल्छ भन्दा 1 - 1 फ्याक्टोरियल भनेको 1/1 फ्याक्टोरियल भनेको 1 हो अनि 1 - 1 त के हुन्छ 0 हुन्छ नि त भनेपछि यहाँनिर यसरी थप्ने कि 1 - 1 थपिदिउँ अब बाँकी त सबै त्यही भइहाल्यो 2 फ्याक्टोरियल -1/3 फ्याक्टोरियल 1/4 फ्याक्टोरियल 1/5 फ्याक्टोरियल 1/6 फ्याक्टोरियल होइन 1/7 फ्याक्टोरियल त्यही आयो भनेपछि त्यही आयो कि आएन किन त्यही आयो भनेपछि अब यो वानलाई हामीले फेरि के लेख्न मिल्छ 1/1 फ्याक्टोरियल भनेर यसरी लेख्न मिलिहाल्छ सो के भयो त यो अन्त्यमा विच इज 1/RHS ल यसलाई चाहिँ यसरी ल अब तिमीहरूले अहिले मलाई 5 मिनट तिमीहरूलाई पनि यसो गर्न दिनु पर्यो मलाई यसको भ्यालु निकालेर देखाउनु पर्यो है 1/2 e - e को पावर -1 ल यसको भ्यालु कति हुन्छ मलाई अहिले यो निकाल्नु पऱ्यो 5 मिनट मैले टाइम दिएँ खालि मुखले भने मात्र हुन्छ यति आयो भनेर 1/2 ब्राकेट e - e को पावर -1 त्यसको भ्यालु कति हुन्छ
सर पोइन्टमा आउँछ हो। पोइन्टमा पोइन्टमा चाहिँदैन। पोइन्टमा होइन, त्यही सिरिजकै फर्ममा लेख्ने हो। जसरी हामीले एक्सपोनेन्सियलहरू सिरिजमा लेखेका छौँ नि, त्यसरी नै यसको भ्यालु पनि त त्यही सिरिजमै त आउँछ नि, पोइन्टमा चाहिँदैन। समथिङ बाई समथिङ फ्याक्टोरियल, समथिङ बाई समथिङ फ्याक्टोरियल त्यस्तो आउँछ होला नि एन्सर, आउँदैन? 1.1752 आयो। ए होइन होइन, त्यसरी गर्ने होइन। अघि हामीले त्यो इको भ्यालु कसरी गरेको थियौँ? इको भ्यालु सिरिजमा चाहिने क्या, सिरिजमा चाहिँ चाहियो क्या। त्यो ठ्याक्कै तिमीले चाहिँ फाइनाइट भ्यालु नि निकाल्यौ, फाइनाइट भ्यालु होइन, के अरे सिरिजमा चाहियो, यस्तै डट डट डटमा चाहियो क्या एन्सर। के छ गरिदिनु पर्छ? यसको एन्सर चाहिँ कति आउँछ भने, मैले ट्राई गर न अब यसको एन्सर चाहिँ 1/1 फ्याक्टोरियल, 1/3 फ्याक्टोरियल, 1/5 फ्याक्टोरियल, यस्तो यो आउँछ एन्सर। यस्तो फर्ममा चाहियो। है यस्तो फर्ममा चाहियो, एन्सर त्यो आउँछ। ल गर त गर नि त, फेरि। त्यही हाम्रो के अरे ईको पावर एक्स सम्झ न, ईको पावर एक्सको सिरिज कस्तो हुन्छ। अनि त्यहाँ ईको पावर वान भने के हो, ईको पावर -1 भने के हो। अनि त्यसलाई घटाएर 1/2ले उ गर्ने त हो नि, होइन? अनि यस्तै यस्तै खालको फर्स्ट टर्ममा सोधे होइन त, एमसिक्यूमा सोधेको थियो त। त्योसँग यो फलानु यस्तो खालको सिरिज चाहिँ केसँग बराबर हुन्छ? ईसँग बराबर हुन्छ कि ईको पावर -1सँग बराबर हुन्छ कि ई प्लस ईको पावर -1सँग बराबर हुन्छ कि 1/2 ब्राकेट ई प्लस ईको पावर -1सँग बराबर हुन्छ भनेर फर्स्ट टर्मिनलमा सोधेको थियो त एउटा एमसिक्यू क्वेसनमा। अब त्यही हो यसमा, अब यो यतिको यो सिरिज थाहा छ भने तिमीहरूले नर्मल्ली हिसाब गरेर पनि यसको यो रहेछ भन्ने कुरादेखि थाहा हुन्छ नि त। ल गर है, आयो आयो भने ठिकै भयो, आएन भने चाहिँ यहाँ गरौँला। आयो भने त अब अर्कोतिर, अर्को नेक्स्टमा जाउँ। आउनु पनि पर्यो क्या, अब त यस्तो छ, अब इक्जाम नजिकै आइरहेछ, तब बुझेर टप टप गर्ने हो क्या अब त। आज दिप्सनहरू कहाँ गएछ? दिप्सन पनि छैन, सलिना पनि छैन, रचना खै, रचना कता हो? बत्ती गयो होला सर माथितिर। ए बत्तीको समस्या, साह्रै बत्तीको समस्या। ठिकै छ, रेकर्ड भइरहेछ, यो रेकर्डले पनि बेला। ल यो तिमीहरू गर्दै गर, यो टाइम सकिन लागेछ। त्यहाँबाट कसैको छ भने त्यहाँबाट मलाई लिङ्क पठाउ त, म यो इन गर्छु है। हस् हुन्छ सर। त्यहाँबाट पठाऊ, अनि यो 5-10 मिनट पछि है, किनकि यो कन्भर्ट गर्नलाई टाइम लाग्दो रहेछ। इन गरेपछि कन्भर्ट हुँदो रहेछ, अनि 5-10 मिनट लिँदो रहेछ कि यसले। ल त्यतिखेरसम्म तिमीले यो हिसाब पनि सकाऊ। ल मैले इन गरेँ है अहिले।